आज म हजुरहरू सामु भन्न गइराखेको छु अर्को एउटा कथा, कछुवा र खरायोको कथा, जुन कथा चाहिँ हाम्रो बाल्यकालमा धेरैपल्ट उदाहरणको रूपमा सुनिने गरेको पनि थियो। एक दिन एउटा खरायो एउटा तलाउ नजिकै चौरमा चढ्दै थियो। उसले तलाउको छेउमा एउटा कछुवालाई देख्यो। कछुवा धेरै ढिलो हिँडेको थियो। उसले ढिलो हिँडाइ देखेर खरायोलाई अचम्म लाग्यो। खरायोलाई आफू धेरै छिटो दौडन सक्छु भन्ने घमण्ड थियो। त्यसैले खरायोले कछुवालाई जिस्काउन थाल्यो। कस्तो ढिलो हिँडेको कछुवा दाइ। कछुवालाई रिस उठ्यो र भन्यो, कसलाई ढिलो भनेको? एउटा दौड आयोजना गरौं अनि थाहा हुन्छ को छिटो भन्ने। खरायोले कछुवाको चुनौती स्वीकार गर्यो। तिनीहरूले धेरै टाढाको एउटा रुखलाई गन्तव्य बनाउने र भोलिपल्ट दौड आयोजना गर्ने निर्णय गरे। भोलिपल्ट उनीहरू बीचमा दौड भयो। खरायो छिटो दकुर्यो। धेरै टाढा पुगी पछाडि फर्केर हेर्यो तर कछुवा कतै पनि देखिएन। उसले आफ्नो मनमा सोच्यो कि कछुवालाई यहाँसम्म पुग्न धेरै समय लाग्छ। त्यति बेलासम्म म अलि आराम गर्छु भनेर ऊ एक रुख मुनि गएर पल्टिन्छ। पल्टिएपछि ऊ कहिले सुतिहालेछ थाहा नै पाएन। उता कछुवा बिस्तारै तर हिँडिरह्यो। धेरै समयपछि खरायो निन्द्राबाट बिउजियो। उसले कछुवा अन्तिम रेखामा पुग्न लागेको देख्यो। खरायो छिटो दकुर्न थाल्यो तर त्यतिखेर ढिला भइसकेको थियो र कछुवाले दौड जित्यो। आज म हजुरहरू सामु भन्न गइराखेको छु अर्को एउटा कथा, कछुवा र खरायोको कथा, जुन कथा चाहिँ हाम्रो बाल्यकालमा धेरैपल्ट उदाहरणको रूपमा सुनिने गरेको पनि थियो। एक दिन एउटा खरायो एउटा तलाउ नजिकै चौरमा चढ्दै थियो। उसले तलाउको छेउमा एउटा कछुवालाई देख्यो। कछुवा धेरै ढिलो हिँडेको थियो। उसले ढिलो हिँडाइ देखेर खरायोलाई अचम्म लाग्यो। खरायोलाई आफू धेरै छिटो दौडन सक्छु भन्ने घमण्ड थियो। त्यसैले खरायोले कछुवालाई जिस्काउन थाल्यो। कस्तो ढिलो हिँडेको कछुवा दाइ। कछुवालाई रिस उठ्यो र भन्यो, कसलाई ढिलो भनेको? एउटा दौड आयोजना गरौं अनि थाहा हुन्छ को छिटो भन्ने। खरायोले कछुवाको चुनौती स्वीकार गर्यो। तिनीहरूले धेरै टाढाको एउटा रुखलाई गन्तव्य बनाउने र भोलिपल्ट दौड आयोजना गर्ने निर्णय गरे। भोलिपल्ट उनीहरू बीचमा दौड भयो। खरायो छिटो दकुर्यो। धेरै टाढा पुगी पछाडि फर्केर हेर्यो तर कछुवा कतै पनि देखिएन। उसले आफ्नो मनमा सोच्यो कि कछुवालाई यहाँसम्म पुग्न धेरै समय लाग्छ। त्यति बेलासम्म म अलि आराम गर्छु भनेर ऊ एक रुख मुनि गएर पल्टिन्छ। पल्टिएपछि ऊ कहिले सुतिहालेछ थाहा नै पाएन। उता कछुवा बिस्तारै तर हिँडिरह्यो। धेरै समयपछि खरायो निन्द्राबाट बिउजियो। उसले कछुवा अन्तिम रेखामा पुग्न लागेको देख्यो। खरायो छिटो दकुर्न थाल्यो तर त्यतिखेर ढिला भइसकेको थियो र कछुवाले दौड जित्यो।